तथा विदेशमा रहनुहुने सम्पूर्णमा नमस्कार। आज बस पार्कमा रहनुहुने पवित्र आन्टीले मलाई नाकमा नक्थु बुढाइदिनु भएको छ र मेरो बाबालाई 16,200 सहयोग गर्नुभएको छ। 10,000 चाहिँ उहाँको दाइले गर्नुभएको र 6,000 चाहिँ उहाँले गर्नुभएको। उहाँलाई धेरै धेरै धन्यवाद। सबैजना बस पार्कमा आउनुभयो भने उहाँहरूको गेस्ट हाउस चाहिँ प्रभु गेस्ट हाउस हो। सबैजना त्यहाँ भिजिट गरिदिनु होला। धेरै धेरै धन्यवाद दिदीलाई र उहाँको दादालाई सहयोग गरेको भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि सबैजनाले साथ सपोर्ट गरिदिनु होला। हाम्रो चाहिँ टिकटक प्रोफाइलमा नम्बर छ, सबैजनाले सहयोग गरिदिनु होला। यो भिडियोलाई सबैले सेयर गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला सबैजनाले। अनि नानीलाई चाहिँ उहाँले आफ्नै छोरी भनेर नाकामा फुली बाँधिनु भएको छ। थ्याङ्क यू सो मच दिदी, हजुरलाई धेरै धेरै धन्यवाद। नथी हो, नथी बाँधिनु भएको छ। थ्याङ्क यू सो मच दिदी, हजुरलाई धेरै धेरै धन्यवाद। अरू के भन्न चाहन्छु दिदीले? थ्याङ्क यू सो मच आन्टी। हस् त, धन्यवाद सबैजनालाई।